मनोकामनाको रहस्य भाग 7। पशुपतिनाथ बागमतीको किनार वरिपरि साधु आकाशमा ओमको दर्शन यो वातावरणले सनातन बेगीले आनन्द महसुस गर्दै थियो। त्यति बेला उसलाई याद आयो मनोकामनामा दर्शन गर्न जाँदा मनोकामना मन्दिरको दक्षिणपट्टिको ढोकामा द्वारपाल रहेको महाकाल, त्यही अस्थिपञ्जरको भूत जसले सनातनलाई आक्रमण गरेको थियो, आँखाहरू टल्काउँदै सनातनतिर आगो फाल्दै थियो। त्यति बेला सनातनले उसको एउटा आँखा हातले थुनी अर्को आँखामा लौरी गुसारी दिएको थियो, अनि त्यसै बेला सनातनको मुख च्यातिएर भएको थियो। नाभिदेखि कम्पित हुँदै ठुलो स्वरमा उसको मुखबाट ओम को शब्द निस्किएको थियो। ओमको शब्द निस्किएपछि त्यो हड्डीरूपी महाकाल शान्त भएको थियो। यो कुरा सम्झेपछि सनातनलाई ओमको शक्ति, ओमको रहस्य जानी नसक्नु, बुझी नसक्नु रहेछ भनी ज्ञान भयो। ओम त सम्पूर्ण दैवीय शक्तिहरूको साँचो रहेछ। सनातन ओमको बारेमा सबैलाई बताउन चाहन्थ्यो, बुझाउन चाहन्थ्यो, तर उसको कुरा कसैले सुन्दैनथे। सुने पनि बुझ्दैनथे, बुझे पनि उल्टै सनातनलाई पागल रहेछ भनेर खिल्लीमा उडाइदिन्थे। त्यसपछि सनातन पशुपतिनाथको मन्दिरदेखि उत्तरतर्फ रहेको बागमती नदीको किनार, जसलाई गौरी घाट भनिन्छ, त्यहाँ पुग्छ। सनातनलाई नुहाउन मन लाग्छ। सनातन बागमती नदीमा पस्छ र नुहाउन थाल्छ। यो देखि करिब 40-50 वटा बाँदरहरू पनि त्यहाँ आउँछन्। सनातनको वरिपरि रमाइलो मान्दै खुबै आनन्दसँग पौडी खेल्छन्, नुहाउँछन्। यतिकैमा एउटा बाँदरले मरेको मानिसलाई उडाएर फालेको ओम नमः शिवाय, ओम नमः शिवाय लेखेको कपडा ल्याएर सनातनको शरीरमा उडाएर जान्छ। बाँदरको यस्तो हरकत देखेर सनातनले मनमनै भन्छ, यो के गरेको, तिमीहरूसँग मेरो के सम्बन्ध छ? यस्तै कुरा सोच्दै सनातन नुहाउँदै थियो। गौरीघाटको किनारमा कसैले पुराना किताबहरू ल्याएर सेलाउनका लागि राखेको रहेछ। एउटा बाँदर गएर त्यो किताबको पोको च्याति एउटा किताबको पाना बगायो। त्यो पाना बग्दै सनातनको छेउमा पुग्यो। सनातनले त्यो पाना समाएर पढ्न लाग्यो। त्यस च्यातिएको किताबको पानामा हिन्दी भाषामा लेखिएको थियो, तुम्हारा और हमारा संबंध हजारों साल पहले से है। हम तुमको ही याद करके यहाँ पर हजारों वर्ष से प्रतीक्षा कर रहे थे। सनातनले मनमनै सोधेको प्रश्नको उत्तर बाँदरले यसरी प्रत्यक्ष रूपमा दिएको थियो। भाग 7 समाप्त।